भाइ अहिले यो होइन हाम्रो चुनाव नजिकै छ। फागुन 21 गते चुनाव घोषणा भइसकेको अवस्था छ। जेनजी मुभमेन्ट पछाडि राजनीतिक घटनाक्रम के भएर अहिले चाहिँ चुनावसम्म पुग्दैछ। सबै पार्टीहरू अब यो चुनावको लागि भनेर सबै आफ्नो तरिकाले लागिरहेछ। तपाईँले चाहिँ यो चुनावको विषयमा चाहिँ के सोच्नु भएको छ? पहिलो कुरा त चुनाव हुन्छ हुन्न भन्नेमै हामीलाई कतिपयलाई त दुविधा छ। त्यो विषयमा तपाईँलाई के लाग्छ? र चुनाव हुँदै गर्दा अनि सबै पार्टीको भूमिका के रहन्छ र काङ्ग्रेस पार्टीको, अझ हामी काङ्ग्रेस भएको हिसाबले चाहिँ काङ्ग्रेस पार्टीको भूमिका के रहन्छ त्यो चुनावमा, र चुनावमा काङ्ग्रेस पार्टीलाई पहिलो पार्टी बनाउनुको लागि चाहिँ समग्र काङ्ग्रेसजनको, तपाईँ हाम्रो विद्यार्थी सङ्गठनको लगायत सम्पूर्ण कार्यकर्ताहरूको भूमिका के हुनुपर्छ जस्तो लाग्छ? यसमा चाहिँ के अरे यसलाई एकदम सिम्पली ढङ्गले हेर्दा हामीले जस्तो भदौ 23 गते चाहिँ विद्यार्थीहरू मरे, 19जना मरे होइन। अनि भदौ 24 गतिको विध्वंस हो। त्यस भदौ 24 गतिको विध्वंस लगत्तै तत्कालीन काठमाडौँ मेयरले संसद विघटन पहिलो शर्त हुनुपर्छ भनेर स्ट्याटस लेखे होइन। यो जेनजी आन्दोलन चाहिँ यो सामूहिक आन्दोलन थियो। वास्तवमा यो चाहिँ यो आन्दोलन चाहिँ फेसबुकमा हामीले देखेका, ट्विटरमा देखेका, वास्तवमा जो अगुवा भनेर देख्यौँ नि हामीले, जति अहिले नाम आइरहेका छन्, चाहे सुदन गुरुङ होस्, रक्षक होस् लगायत ती मान्छेहरू वास्तवमा त्यो आन्दोलनका अर्गनाइजर पनि थिएनन्, फ्रन्टलाइनमा देखिएका लिडर बनेका थिए, तर सुरुवातकर्ताहरू थिएनन्। त्यसको सुरुवातकर्ता को हो भन्ने थाहै थिएन र यसको नेता को हो भन्ने कुरा समस्या थियो। तर अप्रत्यक्ष रूपमा त्यो आम मानिसमा पनि एक खाले के विश्वास थियो भन्दा यो चाहिँ आन्दोलनको नेतृत्वकर्ता चाहिँ पर्दा पछाडि अगाडिबाट चाहिँ बालेन्द्र शाह भन्ने थियो र इन्डाइरेक्टली बालेनले चाहिँ त्यो कुराको ओनरसिप पनि लिएको थियो कि। जस्तो के अरे दुर्गा प्रसाईलाई भेट्न जाँदाखेरि पनि बालेनले स्ट्याटस मार्फत इन्फ्लुएन्स गर्यो र त्यो जो आन्दोलनकर्ता अथवा सामाजिक सञ्जालमा त्यो भएको ग्रुपले पनि बालेनलाई नै डिमान्ड गरिरहेको थियो, अथवा उसले लेखेका कुराहरू चाहिँ नै त्यो आन्दोलनको म्यान्डेट अथवा लिडरसिप वेमा गइरहेको थियो, डाइरेक्टली नउभिएको। वास्तवमा अब यसलाई चाहिँ छोडकरीमा भन्दा भदौ 23 गतिको आन्दोलन न त्यो सरकार ढलाउनलाई थियो होइन, न चाहिँ यो व्यवस्था परिवर्तन गर्नको लागि थिएन होइन। त्यो विशुद्ध के थियो भन्दा यो चाहिँ भ्रष्टाचार चाहिँ कति बढ्यो होइन। अनि जस्तो संविधानले दिएका, कानुनले दिएका चाहिँ हक अधिकारमा चाहिँ नेताले अथवा पहुँचवालाले आफ्ना आफन्तहरूलाई चाहिँ त्यसमा चाहिँ भर्ती गर्ने अथवा नियुक्ति गर्ने काम हो। यो चाहिँ अनियमितता भयो, सुशासन भएन, गभर्मेन्ट जवाफदेही भएन, नेताहरू जवाफदेही भएनन्। यो लोकतान्त्रिक व्यवस्थामा कानुनले दिएका अधिकारहरू चाहिँ प्रयोग गर्दाखेरि पनि त्यो जुन मर्मले बनाइएको त्यो मर्मभन्दा बाहिर गएर गरे भन्ने एउटा असन्तुष्टि थियो होइन। विशेष गरी दिल्ली मान्छेले, खास मान्छेको भनौँ न त, जस्तो अझ यसलाई कसरी बुझ्यौँ भने मान्छेले देश केही पनि भएन, ध्वस्त पारे भ्याए, बेचेर खाए भन्ने खालि न्यारेटिभका बिचमा पनि चाहिँ वास्तवमा त्यो अवस्था थियो त भन्ने ढङ्गले हेऱ्यो भने त्यो थिएन। त्यसले गर्दा त्यो भदौ 23 गतिको आन्दोलन मात्रै नभएर त्यो बालेन शाहको स्ट्याटसको कारणले यो निर्वाचनसम्मको स्थिति पुग्यो भन्ने लाग्छ मलाई चाहिँ। किन त्यो आन्दोलनलाई व्यवस्थापन फरक ढङ्गले त हुन्थ्यो नि त। संसद विघटन नभएको भइजन यही के अरे संसदबाटै चाहिँ ती मागहरू, कतिपय मागहरू सम्बोधन गर्न सकिन्थ्यो, इभन संविधान संशोधनसम्म गर्न सकिन्थ्यो। तर 2 वर्ष चाहिँ अगाडि नै चाहिँ चुनाव गर्ने यो लेभलको खर्च होइन, त्यो पनि फेरि चाहिँ त्यो भर्खरको कोभिड पछाडिको त्यो विध्वंस होइन, 100 अर्बभन्दा बढी त सरकारी चाहिँ नै के अरे त्यो विध्वंस भएको छ होइन। त्यो रकम बराबरको त्यसलाई परिपूर्ति गर्न अरू 200-300 अर्ब चाहिन्छ। त्यो पैसा त हाम्रो अन्य विकास निर्माणको काममा अथवा मान्छेको डेली रुटिनको काममा लाग्थ्यो। यो चुनाव चाहिँ यो कारणले भएको छ। अब त्यो किन बालेन शाहले आफ्नै बुद्धिले लेखे अथवा उनका पछाडि कुनै हिडन त्यो अरू कुनै राजनीतिक दलले भने जस्तो कुनै हिडन पावर हो कि होइन, शक्ति राष्ट्र हो अथवा के हो त्यो थाहा भएन होइन, यसको निष्कर्षमा नपुग्यो। अब अर्को कुरा गरौँ चुनावको कुराहरू। चुनाव के होला त भन्दा अब मैले चाहिँ यसलाई कसरी बुझ्छु भन्दा सानसानो 1-2टा घटना भन्दा पनि राजनीतिलाई र हाम्रो समाजलाई चाहिँ अलिक लङ फ्रेमबाट कम्तीमा 10 वर्षको टाइम पिरियडमा सेग्रिगेट गरेर कुनै विषयलाई चाहिँ 30 वर्षको टाइम पिरियडमा सेग्रिगेट गरेर हेर्दा चाहिँ ठिक होला जस्तो लाग्छ। अहिले चाहिँ यो चुनाव रेगुलर चुनाव थिएन, यो चाहिँ अहिले विशेष खालको विशेष परिस्थितिमा आएको चुनाव हो। यो चुनावमा विशेष गरेको मुख्य चाहिँ किता भनेको 3टा किता देखिन्छ होइन। एउटा किताले के गर्छ भन्दा 23 गतेको चाहिँ आन्दोलन
यो पुरै विदेशी डिजाइनबाट भएको, अराष्ट्रिय तत्त्वबाट भएको, आपराधिक र अराजक तत्त्वबाट भएको होइन, यो आतङ्ककारी सोचबाट भएको भन्ने एउटा किता छ होइन। अर्को किता के छ भन्दा 23 गते मान्छे मऱ्यो, त्यही भएर 24 गतिको विध्वंस पनि चाहिँ स्वाभाविक थियो, जायज थियो। यस्ता सिंहदरबार त फेरि पनि चाहिँ बनाउँला, 2-4वटा बनाउँला, त मान्छेको ज्यान जाँदैन, जानु ठुलो कुरा हो भन्ने मात्रै एङ्गल र यो चाहिँ पुरै सबै पुराना खराब हो, सबै खतम हो, हामी मात्रै ठिक हो, व्यवस्था सबै खराब हो भन्नेमा इभन व्यवस्थै छ, यो व्यवस्थै ठिक छैन भन्ने समयको स्थितिमा पुग्यो। उनीहरू सुरुवात उनीहरूको त्यो व्याख्या त्यो इमोसनल व्याख्या हिसाबले ठिकै होला, तर त्यो मात्रै त्यति मात्रै सीमित भएर हामीले बुझ्नुपर्छ जस्तो मलाई लाग्दैन कि। जस्तै विद्यार्थीहरू मऱ्यो, दुःखद कुरा हो, त्यो निन्दनीय कुरै हो होइन, तर विद्यार्थीहरू मऱ्यो भने अब राष्ट्रिय सम्पत्तिहरू चलाउने तोडफोड गर्ने यी सबै गर्नु जरुरत त थिएन नि त। त्यो त त्यसपछिको कन्सिक्वेन्सेस अथवा भनेर उनीहरूले भनिरहेछ, तर त्यो नगरिदिएको थियो भने त्यसले मलाई चाहिँ ठ्याक्कै कस्तो, मैले चाहिँ कसरी हेर्छु भने कुनै पनि सरकारले अथवा लोकतान्त्रिक मुलुकको चाहिँ शासकले अथवा शासकले त्यो चाहिँ प्रधानमन्त्री गृहमन्त्रीले भनिहाल्दैमा प्रहरीले गोली चलाइहाल्दैन होइन। त्यो पनि हामीले प्रश्न कुरा बाहिर निकाल्न सकेका छैन, किनभने अहिले त हामीलाई त त्यसको बारेमा बोल्ने बित्तिकै त हामी त खराब भइहाल्छौँ क्या। सुरक्षाको पनि त्यो एउटा प्रोटोकल होला नि त, उनीहरू पनि त डिफेन्सिभ मोडमा पुगेको हुन्छ होला, संसद भवन जोगाउने त जिम्मेवारी लिएर बसेको होला नि त त्यहाँको पुलिस प्रशासन पनि। त्यही माथि आक्रमण हुँदै गर्दा निषेधित क्षेत्रमा चाहिँ आन्दोलन हुँदै गर्दा त उनीहरू पनि त डिफेन्सिभ पोजिसनमा त जानु पऱ्यो होला। यो भन्दा हामीले भन्दा यो मान्छेहरू जुन तत्त्वहरूले आन्दोलन गर्नुपर्छ भनेर एउटा सामाजिक सञ्जालमा एउटा विचार गरेर आन्दोलनमा घुमाएन जुन हाम्रो विद्यार्थी साथीहरूलाई, युवाहरूलाई साँच्चीकै ती जस्तो बालिन साहब स्टार्टबाट प्रेरित गरेर तपाईँले आन्दोलन भएको भन्नुभयो, या कुनै शक्ति कुनै व्यक्ति जस्तो सुदन गुरुङ, यिनीहरू आफैले यो आन्दोलनको नेतृत्व गरेर त्यो आन्दोलनलाई नै व्यवस्थित तरिकाले पनि गर्न सक्थे, तर यिनीहरू आफू सबै पर्दा पछाडि बसे। जस्तो हिजो हाम्रो 62-63 आन्दोलनमा नेपाल विद्यार्थीले गर्दै गर्दा, नेपाली कङ्ग्रेसले गर्दै गर्दा, अन्य पार्टीहरूले गर्दै गर्दा आफै सडकमा उभिएर त्यो आन्दोलनमा कन्ट्रोल गरेको थियो नि त मासलाई। त्यो नेतृत्व लिडरसिप लिएर यिनीहरूले पनि सायद त्यही ढङ्गबाट आन्दोलन गरेको भए आज यहाँसम्मको क्षति देशले बिगार्दैन थियो। ती एजेन्डाहरू स्थापित हुन्थ्यो जेएनजीका, ती जायजमा हाम्रो सम्बोधन हुन्थ्यो, तर आज धेरै आमाहरूको कुकृत्य दिन्थ्यो कि भन्नेसम्म लाग्छ मलाई। जस्तो मैले अहिले कुरा ठ्याक्कै मैले अहिले कुरा जोडेँ, जस्तो एमाले अथवा एउटा किता कम्युनिस्ट किताले के भन्छ भन्दा यो विदेशीको इसारामा भएको, विदेशी चलखेलको कुरामा भएको यो षड्यन्त्रको एउटा हिस्सा हो भन्छ र 3 करोड नेपाली मात्रै ठुलो हिस्साले त्यो कुरालाई विश्वास गर्छ। त्यो यो कहीँ न कहीँ विदेशी षड्यन्त्रको शक्ति राष्ट्रहरू बिचको भू राजनीतिक कारण हो भन्ने मान्यतालाई चाहिँ प्राथमिकता राख्छ, त्यही कारणले भएको हो भन्ने लाग्छ होइन। अर्को मैले भने रासोपा अथवा नयाँ भनेको शक्तिले के भन्छ भन्दा पहिलो कुरा त यो सबै स्थिति आउनुको पछाडि यी सबै पुराना नेता हुन् अथवा पुराना राजनीतिक दल हुन्, यिनीहरूले सबै देश ध्वस्तै पारेका थिए होइन, त्यही भएर यो पनि जायज छ भनेर आउँछ होइन एउटा। अनि त्यो मान्यता राख्ने पनि पछिल्लो समय हेर्नु ठुलो फेरि नेपाली जनमानस अथवा त्यो भावना राख्ने, त्यसरी सोच्ने ठुलो एउटा भावना छ। त्यो त्यसरी सोच्ने मान्छेको प्रतिनिधित्व कसले गरिरहेको छ, रासोपाले गरिरहेको छ होइन। मैले 3 किता भने नि त, खास यो चुनावमा 3 किता बिचको अथवा 3टा सेन्टिमेन्ट बिचको चाहिँ प्रतिस्पर्धा भने। अर्को कङ्ग्रेस छ, कङ्ग्रेसले चाहिँ के भन्यो भन्दा चाहिँ यो भदौ 23 गतिको चाहिँ घटना हुनुको पछाडि हामीभित्रको चाहिँ असन्तुष्टि थियो, नेपालभित्रका आन्तरिक समस्या, राजनीतिले डेलिभरी दिन नसक्दा होइन, हामीले चाहिँ हाम्रा संवैधानिक भूमिका, राज्यका अङ्गहरूको विश्वसनीयता कायम गर्न नसक्दा, कहीँ न कहीँ हामी चुकेर हामी कमजोरीले गर्दा समाजभित्र असन्तुष्टि व्यापक थियो, चरम अवस्थामा थियो। त्यो थाहा पनि थियो, तर त्यसलाई सम्हाल्ने भन्दा भन्दै हामीले विविध कारणले अझ पछिल्ला समय चाहिँ गठबन्धनको संस्कृतिले गर्दा पनि त्यो कुनै अप्सनै नरहने गरी मान्छेमा एक किसिमको निराशा भयो। त्यो निराशाको चाहिँ विस्फोटन थियो। त्यो निराशाको विस्फोटन अथवा घरभित्र समस्या आइसकेपछि त अरूले त त्यसको लाभ उठाइहाल्छ नि त। एकछिन भयो है, जस्तो नेपालभित्रमा समस्या आयो भने विदेशी शक्ति राष्ट्रले खेल्न सक्ला, उसको लाभको विषयलाई हेर्ला। त्यही के हो नि, यो समस्या चाहिँ हाम्रा कारणले आएको, त्यही भएर हामीले चाहिँ यो कमजोरीलाई स्वीकार्यौँ। त्यही भएर हामीसँग चाहिँ लामो अनुभव पनि छ होइन, हामीसँग त्यो लामो अनुभव, लामो काम गरेको अनुभवसँग हामीले गरेका कमजोरीबाट हामीले सिकेर आएका ज्ञानहरू पनि छ होइन। त्यही भएर यो चाहिँ यो सबै विदेशी चलखेलको रूपमा पनि नलिगाउँ र यो विध्वंसलाई पनि चाहिँ जायज नगरौँ।
जे भयो चाहिँ त्यसलाई फिर्ता गर्न सकिन्न। तर सबै जिम्मेवार बनाउँ होइन, जिम्मेवार ढङ्गले प्रस्तुत बनाउँ। समस्या हामीलाई थाहा छ, त्यो समस्या के कारणले त्यो समस्या आयो भन्ने कुरा र अनि त्यसको समाधान ठ्याक्कै के हो त होइन। जस्तो गभर्मेन्टले डेलिभरीका विषयमा जस्तो बाटो त्यो ठेकदारलाई ठेक्का दियो, 2 वर्षभित्र त्यो काम सम्पन्न हुनुपर्ने थियो। 2 वर्षभित्र काम सम्पन्न भएन, त्यसले गर्दा त्यहाँको नागरिकले दुःख पायो। अनि 2 वर्ष भनी नागरिकको प्रश्न कहाँनिर हुँदा त्यो 2 वर्षमा बन्नुपर्ने बाटो किन 4 वर्षमा बनेन भन्ने एउटा विषय होइन। जस्तो सानसानो मैले इक्जाम्पल दिएको। अनि त्यो 2 वर्षमा बन्नुपर्ने 4 वर्ष लाएर त बन्छ, तर 4 वर्ष लाएर बनेपछि अर्को 1.5 वर्ष 2 वर्ष त्यो काम किन टिक्दैन, किन कमसल खालको काम हुन्छ होइन। त्यो हुँदै गर्दाखेरि गाली चाहिँ नेतालाई गर्छ। एक्ज्याक्टली भने विकास भएन भने सबभन्दा बढी नागरिकको आक्रोश कहाँ आउँछ त भन्ने कुरा। अनि त्यस पछाडि जस्तो जन्म दर्ता गर्न जाला, लाइसेन्स बनाउनु जाला होइन, त्यसपछि पासपोर्ट बनाउनु जाला, विदेशबाट आएको छु मैले रेमिटेन्स मैले चाहिँ हामीले पठाएको छौँ, त्यसले राज्यलाई पनि राष्ट्रलाई पनि मद्दत गरेको छ। तर म यत्रो चाहिँ मैले राजस्व क्यारे मैले विदेशबाट पठाउँदा मैले यत्रो रेमिटेन्स तिरिरहेको छु, तर म नेपालमा आउँदा मैले पासपोर्ट बनाउनु मलाई झन्झट बेहोर्नुपर्ने भनेको नागरिकको विषय असन्तुष्टिको विषयहरू क्या सानसाना विषयहरू। अनि मैले सकाएको यो कुरा। अनि यी सानसाना विषय चाहिँ नै असन्तुष्टिका कारण भनेपछि यिनी के कारणले यी समस्या आइरहेछन् अथवा यस्ता समस्याहरू हल गर्ने कसरी हो भन्ने त्यो प्रब्लमको सोल्युसनसित आएको चाहिँ कङ्ग्रेस हो होइन, जसले चाहिँ आफ्ना गल्ती कमजोरीलाई स्वीकारेको छ होइन। र मलाई के लाग्छ भने मैले सरकार जस्तो यो 80 वर्षसम्म कङ्ग्रेसको अस्तित्व कायम रहँदै आउनु, प्रत्येक चुनाव हेऱ्यो भने जस्तो पछिल्लो 48 पछाडिको चुनाव 46 पछाडिको चुनाव हेऱ्यो भने 48मा काङ्ग्रेस चाहिँ झन्डै 2/3 बहुमतको आधारमा मध्यपति 2051मा भयो। त्यो बेला काङ्ग्रेस केही कमी कमजोरी पनि गर्यो, त्यसको सजाय पनि भनौँ अथवा नयाँ शक्तिहरूले काङ्ग्रेसमाथि निरन्तर चाहिँ आरोप लगाउने प्रत्यारोप गर्ने राजनीतिले कम्युनिस्ट त्यो विरोधको मात्रै राजनीतिले हाम्रोमा त एउटा दुःख कुरा के विरोध मात्रै राजनीति, त्यो राजनीति के हो भन्दा एक्ज्याक्टली। अनि 51मा आउँदा कङ्ग्रेस चाहिँ फेरि खुम्च्यो, तर 56मा पुग्दा फेरि कङ्ग्रेस फेरि सबैभन्दा ठुलो भएर आयो होइन। 56 पछि 62-63मा आउँदा माओवादी विशाल गाय भएर आयो, कङ्ग्रेस खुम्चिएर गयो। अनि 64 पछाडि 70मा चुनावमा आउँदा भएन है। अलिक देश अब त्यो 64देखि 70सम्मको बिचको नेपालको फेज हेऱ्यो भने त आन्दोलनको दिन थियो नि, रुलिङ अफ नेपाल बन्द भनेर त कहिले नेपाल खुल्छ भन्ने स्थिति थियो। 32-33वटा चाहिँ हतियारधारी समूहहरू चाहिँ द्वन्द्वमा थिए, जातीय आधारमा पैसा विविध नाममा चाहिँ दिनदिने आन्दोलन मात्रै थियो होइन, एकदम हिंसाको चरम रूपमा थियो। भएन, अलिक परिपक्व शक्ति चाहिँदो रहेछ, अनुभवी दल चाहिँदो रहेछ, अनुभवी नेता चाहिँदो रहेछ भन्ने कारणले न 70मा फेरि नागरिकलाई रियलाइज भयो यी स्थितिलाई सम्हाल्न कङ्ग्रेसै चाहिन्छ भने फेरि 70मा कङ्ग्रेस आयो, ठुलो भयो, संविधान पनि बन्यो। 74मा जाँदा फेरि चाहिँ को आएर ठुलो भन्दा कम्युनिस्ट पार्टी एक भनेर एउटा होप लिएर आयो, कम्युनिस्ट पार्टी ठुलो भयो। फेरि चाहिँ 79मा जाँदा कङ्ग्रेसमा एउटा विकल्प सेट भयो, फेरि कङ्ग्रेसलाई खोजेको स्थिति छ। हेर्दाखेरि कङ्ग्रेस एउटा चुनाव पछाडि अलिकति चाहिँ सजायमा पर्ने जस्तो अथवा कम हुने अथवा विरोधको त्यो चाहिँ राजनीतिले चाहिँ पछाडि पार्ने, फेरि स्थिति बिग्रेपछि सम्हाल्न कङ्ग्रेस नै आउने जस्तो स्थिति देखिन्छ। र अहिले अब जस्तो संसद बन्दैछ, विभिन्न राजनीतिक दलबाट कस्ता खाले क्यारेक्टरहरू जाँदैछन् नि, जस्तो संसदमा एउटा सांसदले निर्वाह गर्नुपर्ने भूमिका मिनिमम पनि निर्वाह गर्न नसक्ने टाइपको जोकर टाइपको मान्छेहरू संसदमा जाँदै गर्दा अब यो संसद कति रिजल्ट दिन सक्ला भन्ने हिसाबले त र जे जस्ता विषयवस्तुहरू संसदभित्र अब उड्दैछन् अनि आम नागरिकको एक्सपेक्टेसन हेऱ्यो भने त चाहिँ निर्णय गर्न गाह्रो होला जस्तो लाग्दैन। त्यही भएर कङ्ग्रेसले आफूलाई रिफर्म गरिरहेको छ। विचार गर्ला नि त भोटर्सहरूले पनि अब साँच्चै यो जोकरहरू टाइपको जो क्यान्डिडेट बनाएको छ, जो पपुलारिटीको आधारमा टिकट लिएर गएर चाहिँ बनाएको छ, प्रायः जसो चाहिँ राष्ट्रसभामा देखिन्छ कि यस्तो क्यान्डिडेटहरू। अब ती क्यान्डिडेटहरूलाई चाहिँ सदनमा पठाउँदै गर्दा घाटा फाइदा के होला भने त जनताले छुट्याउन